समयमा प्लान्टिङको भयो। अब के छ भने शरतकालीन यो कार्तिकीय रोपाई जुन गर्छौँ नि हामीले, त्यसमा एउटा के छ भने हामीले अहिले वाइड रो स्पेसिङमा जान्छौँ 4 फिटसम्म गयो। अब त के छ भने उखु त एउटा यहाँ छ भने अर्को त कहाँ छ 4 फिटको दूरीमा भन्दाखेरि बिचको स्पेस हाम्रो त्यतिकै रहिरहन्छ। अब हुँदाखेरि त्यसमा झारपात पनि आउने बढी, त्यसले गर्दा बिचमा सुटेबल इन्टरक्रप्स त्यो सोइल हेरेर है, त्यो कार्तिकको महिनामा ए नम्बर अफ क्रप्स एउटा होइन धेरै छ। तरकारी बाली पनि छ, सिरियल क्रप्स पनि बनाउन सकिन्छ। हरेक किसिमको त्यो बालीहरू कार्तिकमा धेरै छ, तर वसन्तकालीनमा कम छ, टेक्निकली पनि त्यतिको सुटेबल छैन। अब कार्तिकको रोपाइमा के भयो भने हामीले कार्तिकमा रोप्यौँ भने अब माटो साटो चढाउने कतिखेर भन्दाखेरि यो टेम्परेचर भएपछि माघ फागुन चल्छ नि, त्यसपछि टेम्परेचरहरू बढ्छ, त्यतिखेर हामीले अरू मलसल पनि राख्छौँ, यताउति गर्छौँ, त्यो टिल्रिङ पनि आउने। त्यो बिचको स्पेसमा हामीले त्यो माटोको प्रकार हेरेर, इन्कमको यो हेरेर, साधन स्रोतलाई विचार गरेर हामीले त्यो बालीको छनौट गर्नुपर्छ है। मैले भने नि शरतकालीनमा नम्बर अफ क्रप्स, 1-2टा कुरोलाई मात्रै हामीले परहेज गर्छौँ। एउटा त के भने हाम्रो यो सुगर क्यान डिप रुटेड क्रप, यस्तो बाली नगरौँ जसको रुट डिप जाओस्, जस्तै मेज हो। मेज चाहिने त्यो गऱ्यो भने योले हाम्रो सुगर क्यान प्रोडक्सनलाई मात्रै होइन, लङ टर्ममा हाम्रो फर्टिलिटीले पनि धेरै इफेक्ट पार्छ। त्यसैले त्यस्तो क्रप नलिने। अर्को हामीले परहेज के गर्नुपर्छ, लहरे क्रपहरू हुन्छ नि कुनै त्यो लहरेवाला नलिने। त्यो लहरे भन्दाखेरि लत्तीवाला, त्यसले उखुलाई जर्मिनेसन हुन बित्तिकै बेर दियो भने झन् हाम्रो प्रोडक्सन घट्छ। तर एउटा के छ भने मैले त धेरै क्रपको स्टडी गरेको, म आफै पेपर पनि पब्लिकेसन मैले गरेको छु, सरले पनि पेपरमा दिएका थिएँ। यो के छ भने एउटा क्रप मात्रै मैले अहिलेसम्म पाएँ, पोट्याटो, जसले कि सुगर क्यानको इल्डलाई पनि बढायो। बाँकी सबै क्रपको सुगर क्यानको इल्ड केही न केही रिडक्सन गर्छ, कुनै 3%, कुनै 5%। तोरीमा त हामीले 7%सम्म अब्जर्भ। तोरी के छ भने हाम्रो जति पनि तोरीका भेराइटीहरू हुन्छ सबै लजिङ टेन्डेन्सीका, त्यो गएर उखुको माथि त्यो क्यानोपीलाई त्यो छोप्ने भन्दाखेरि हाम्रो फोटोसिन्थेसिस बन्द हुन्छ, त्यो सुगर क्यानको इल्ड जुन छ नि त्यो 7%सम्म पनि मैले पाएँ। अब के छ भने त्यो हामीले छनौट गर्ने। तरकारी बाली हामी गर्न सक्छौँ, कौली भयो, क्याबेज भयो। हामीले अहिले धेरै क्रपहरू, अस्ति पनि कुरो गऱ्यौँ राजमा है, त राजमामा त्यो धेरै लहरेवाला सिमी होइन, कम लहरेवाला PDR 16 के भेराइटीहरू धेरै छ अहिले। त्यस्तो भेराइटीहरूलाई जुन लोकली एडप्टिभ छ त्यो भेराइटीले सिलेक्ट गरेर अहिले राजमा पनि एकदम राम्रो लेगुमिनस क्रप हो। त्यसले गर्दा यो फर्टिलाइजर पनि अलिकता हाम्रो नाइट्रोजन फिक्सेसन भएर त्यो फर्टिलिटीले पनि राम्रो गर्छ। नम्बर अफ क्रप्स छ कार्तिक, 1-2टा होइन सर, जे पनि लगाउन सक्छौँ, त्यसमा हाम्रो आन्सर छ। तर फागुनमा हाम्रो के छ भने एक त फागुनमा रोप्यो, अहिले भनौँ हाम्रो जर्मिनेसन भयो, अहिले त तुरन्त त्यसमा मलजल दिनैपर्छ। अब दिएन भने हाम्रो के छ भने सुगर क्यानको कम भएर जान्छ। त्यसैले यसमा पनि गर्न सकिन्छ, तर सेलेक्टेड क्रपहरू छ है। सेलेक्टेड क्रपहरू जस्तै बिचमा मैले भने नि, अब जस्तै कि यो सनफ्लावर छ आजभोलि, त्यो पनि लगाउन सकिन्छ। अनि बिचमा मुङका भेराइटीहरू पनि छ, त्यो पनि बिचमा लगाउन सकिन्छ। त्यो हेरेर त्यो कम छ। तरकारी बाली लङ ड्युरेसन क्रपहरूमा फेब्रुअरीमा नगरौँ, तर सक्दो फेब्रुअरीमा हामी अन्तरवालीलाई हामी एज ए लार्ज फार्मर हामी फेब्रुअरीमा नगरौँ। हाम्रो कतातिर हुनु पऱ्यो भने कार्तिकतिर सेलेक्ट गरेर हाम्रो मार्केट भ्यालुले पनि विचार गरेर हामीले त्यो गरौँ। त्यसमा अब दोस्रो क्वेसन हो, कतिखेर गर्ने भन्नुभयो सर। कार्तिकमा अब उखु रोपेको सक्दो 4 दिनभित्र हामीले अन्तरवाली लगाइसक्यौँ, त्योभन्दा ढिलो गर्ने हुँदैन, त्योभन्दा ढिलो गर्ने भनेमा यो डे मात्र क्रप निस्क्यो हाम्रो
एउटा मात्रै होइन, केही छ जस्तै कि व्हिट पनि भयो। एउटा के क्वेसन उठेको थियो भने स्मल किसानहरूले हामीलाई त सिरियल क्रप चाहिन्छ, हामी त व्हिट नलगाइकन हाम्रो त खाना हुँदैन, हामी त धान र गहुँ लगाउँछौँ, उखु लगायो भने हाम्रो रोटी कहाँ चाल्छ, आउँदैन भन्दाखेरि हामीले गहुँ लगायौँ। गहुँ लगाउँदाखेरि कस्तो आयो भने टेक्निकली प्रब्लमहरू धेरै आयो। एउटा पिङ्क बोरर थियो जो सुगर क्यानमा पनि लाग्छ, व्हिटमा पनि लाग्छ, दुइटैले आयो, टेक्निकली त्यो पनि भयो। अर्को कुरो के भइदियो भने त्यहाँनिर अप्ठ्यारो भन्दाखेरि यिल्ड चाहिँ नि एकदम कम, किनभने यसले पनि चाहियो खाना बढी, त्यसले गर्दा हाम्रो गाह्रो भयो। त्यसैले त्यस्तो क्रपहरूलाई हामीले डिस्करेज गर्नुपर्छ। जस्तै हाम्रो इरिगेटेड कन्डिसन छ भने त्यसमा सक्दो जस्तै मसुरो भयो, रेनफेड कन्डिसन छ भने बिचमा मसुरो छरिदियो, केही गर्नु पर्दैन, बिचमा मसुरो पनि आइहाल्छ। तर इरिगेटेड कन्डिसन छ भने मसुरोलाई लगाउनु हुँदैन है। त यो कुराहरू हामीले त साधन स्रोत मैले भने नि सबैलाई विचार गरेर त्यतिखेर फिक्स गर्नुपर्छ कि मैले क्रप भन्दा पनि त्यसपछि त्यसको भेराइटी आउँछ, कुन भेराइटी लगाउने। कुनै कुनै कस्तो छ भने सर्ट ड्युरेसन भेराइटीहरू अहिले निस्किएको छ, सक्दो सर्ट ड्युरेसन ल्याउने, चाँडै भइदियोस्, त्यसपछि खनजोत गरेर मलजल दियो, उनको स्वाद आइहाल्छ।